लासो सफलजी टस्टिले एक सम्पूर्णमा म रेक्जिन। आज चाहिँ म कहाँ छु भन्दाखेरि आफ्नै गाउँमा भन्नाले जिल्ला रामेछाप जिल्लामा। गाउँ चाहिँ मेरो यहाँ होइन, तर जिल्ला चाहिँ एउटै पर्छ। यो चाहिँ रामेछाप डाँडा के भन्छ, बालखोप डाँडा भन्छ होइन। सो आज चाहिँ हामी 3 दिने पूजा, कुल पूजा लगायत सम्पूर्ण पूजाहरू सकाएर चाहिँ आज 3 दिनपछि चाहिँ हामी लास्ट डे हो। आज चाहिँ हाम्रो छिटै पूजा सकिएको कारणले चाहिँ हामी घुमघाम गर्दैछौँ आज। सो यो रामेछाप डाँडाको भ्यूहरू देखाउने कोसिस गर्दैछौँ, तर यहाँ चाहिँ पुरा गाउँ त गाउँ, पुरै सुनसान गाउँ छ होइन, देख्न सक्नुहुन्छ। ल एउटा नाम लेखिदिनु नि त सबैजना होइन त। हजुर हो नि, आज चाहिँ यस्तो रमाइलो हावापानी वातावरण मिलिरहेको छ। आज चाहिँ एकदम रमाइलो। हाम्रो चाहिँ आज चाहिँ लास्ट डे हो रामेछाप बालखोपमा। भोलि चाहिँ हामी काठमाडौँतर्फ लाग्छौँ। भोलि बिहानै होइन त, बिहानै 4 बजेको फ्लाइट छ हाम्रो चाहिँ। टिकट के भइसकेछ अब। हजुर टिकट सिकेर हाम्रो हातमा यस्तै रहेछ होइन रामेछाप। तर आनन्द आउने छ यो ठाउँ, रामेछाप शीतल के। बालखोपमा यस्तो ल। तर यो भालखोप त यता पनि भालखोप उता पनि भालखोप, यता पनि भालखोप, सबै भालखोप भालखोप है। हजुर यस्तो दामी छ कि होइन। त्यो टावरमा जानुपर्ने क्या साथीहरू यार। त्यही जाने हो। यहाँहरूलाई रामेछाप बालखोप डाँडामा स्वागत छ। ल यो चाहिँ के हो खासमा, गुरु बताइदिनुहोस् न। ए ल यसको बारेमा के चर्चा गरिदिनुहोस् न। यो अब चाहिँ जुनार हो। ए जुनार टिपेर खाउँ है हामी। ए ल तपाईँ खानुहुन्छ? जुनार, ल जुनार पाक्दै रहेछ। ल पाइसक्यो। पाकिसकेको छ। ए भालुखोपमा भएर भालुको भालुलाई चाहिँ खनिया चाहिँ एकदम मनपर्छ रे के। अनि खनिया खाँदा खाँदै त्यसो आफ्नो ज्यानको थाहा हुँदैन। भालु भालु बनाएको खनिया भन्ने हुन्छ नि। खनिया चाहिँ यिनीहरू झ्याप्चेल भालुको मन खनिया माथि बिबे चाहिँ कालो हुन्छ। भालुले जुनार खाँदै। अब हामी गुम्बातर्फ लगाउँ। काँक्रो चाहिँ दामी रहेछ कि यस्तो के। आल्टा हो दामी रामेछापको ओरिजिनल काँक्रो। टेस्टी लिनुपर्छ है, त्यो स्वाद। काँक्रो चाहिँ दामी हो कि दामी है। कस्तो छ गुरु काँक्रो? काँक्रो राम्रो रहेछ। आज मेरो भिडियो आउँदैछ, यस्तो दामी भिडियो आउँदैछ हजुर टिकटकमा। चोकी क्याप्सन उसमा हेर्नुहोस्, कहिले पनि नभएको आज भएको छ। राम्रोसँग हेर्नुहोस् सबैजना। बेला कुनै कुरो परिवर्तन गर्छ त न
दन्स्याको